हेलो गाइस, म चाहिँ आज तपाईहरुलाई मेरो चाइल्डहुड 90s को बच्चाहरूले कसरी आफ्नो जिन्दगी मतलब लाइक डे बाइ डे आफू स्पेन्ड गर्थ्यो। त्यो टाइममा फोन थिएन हैन। दैट टाइम हामीले कसरी आफ्नो चाइल्डहुडलाई मतलब इन्जोय गर्थे हैन। त्यो कुराहरु तपाईहरुलाई म देखाउँछु। सो कम्प्लिट गरिबुटुरबाट हामीले किसिमै गर्थे त्यो टाइममा भएको। अब हेर्नुस्, यो हो शक्तिमान ट्री, शक्तिमान प्लान्ट। किन शक्तिमान प्लान्ट भनेको भन्दा चाहिँ हेर्नुस्, अब तपाईहरुले पहिला हामीले शक्तिमान जो तपाईलाई थाहा छैन चाइल्डहुड जसको 90s को उयो छ, हामीले के गर्थ्यौँ भने यो शक्तिमान बनाउँथ्यौँ लाइक दिस। ओके, हेर्नुस् तपाईले शक्तिमान, यो शक्तिमान ट्री हो। हामीले यसो शक्तिमान बनाउँछौँ। के गर्थ्यौँ हामीले? Oh my god! शक्तिमान प्लान्ट तपाईले हेरिहाल्नु भयो हैन। अब हेर्नुस्, अब यसो यता नजर देखाउनुस्। बोम प्लान्ट है, साउन्ड प्लान्ट। यो साउन्ड प्लान्ट हो। के गर्थ्यौँ हामीले? ठक्कै यसो हाल्नु पर्छ टक्कै र यसलाई के गर्छ, कतै अब दुश्मन छुपेको छ भने हेर्नुस्, ए देख्नु भयो आवाज, साउन्ड प्लान्ट यानि कि बोम प्लान्ट। अब अर्को प्लान्ट यानि कि कोही पनि हामी के गर्थ्यौँ, सानो खेल्थ्यौँ। अहिले त के छ लाइक रिमोट्स कन्ट्रोल्स 47, हाम्रो टाइमको चाहिँ AK-47 बनाउनु है। यसरी गर्नुपर्छ यसलाई लाइक दिस। अब हेर्नुहोस्, अब दुश्मन त्यहाँ छुपेको छ हैन, चराहरू हेर्नुहोस् वही माथि। भाई मजा आया, और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना। प्लान्ट हो फेरि साउन्ड मतलब माउथ आर्गन प्लान्ट हो। यो प्लान्टमा के हुन्छ, तपाईले धेरै कुरो छुपेको हुन्छ। हेर्नुहोस्, यसलाई यसो गर्नुपर्छ, यसो गर्नुपर्छ, यसलाई सट्ट यसो गर्नुपर्छ। अरे यो बजेन है, यसलाई तपाईले यसरी नबजाएर यसरी शाबाश बेटा। यो बेबी स्माइल प्लान्ट हो। कौन है ये लोग, कहां से आते हैं? सैक्सोफोन प्लान्ट यानी कि सैक्सोफोन। फर्स्ट यसलाई के हुन्छ, क्लिक। ओके, एन्ड जस्ट यसलाई फाड्दिनुहोस्। यो भित्रको यो जो छ यो सैक्सोफोनको लिड हो। यसलाई फाल्दिनुहोस्, यसको काम छैन है। खत्म, बाय बाय, टाटा, गुड बाय। गाइस, मैले तपाईलाई देखाउँदा म हत्तु भयो। अझै छ यो, तपाईले यहाँ देख्यो भने बहुत छ अझै पनि ट्यालेन्ट यो भित्र। सो आजको लागि यति नै। नेक्स्ट ब्लगमा तपाईले अर्को हिडन ट्यालेन्ट र हिडन के भन्छ त्यसलाई प्लान्ट्सको विषयमा तपाईलाई म बताउँछु। बाई।